ओ राइसन पुरा ओहो ह्यान्डसम भएर यार ओहो ल आरिगातो गोजाइमा सामान लिएर ल कालो चस्मा मैले नि बोकेर लिएर आएको छु ल साथीहरू पुरै सामान लिएर आइसक्नु भएको छ हो आज इन्जोय गर्ने भयो साथीहरूले पुरा रमाइलो गर्ने भयो नि त ठाउँ पनि कस्तो ठुलो पायो एकदम राम्रो भयो राइसन ल अब साथीहरू चाहिँ सबैजना पहिला पनि आइसक्नु भएको म चाहिँ फर्स्ट टाइम हो उहाँहरू त कस्तो टेन्ट बनाउने आइडियाहरू सबै अब घर बनाउनु पर्यो होला नि त बनाउने योजनामा हुनुहुन्छ ट्याक्क लाएर हाम्रो कमान्डर साहब चाहिँ म्यानेजर साहब पुरै उहाँलाई आइडिया छ कि सबै कुरो कसरी कहाँ गर्ने के बनाउने सुत्दाखेरि चाहिँ त्यहाँनिर कस्तो भिरालो छ है ठिक छ अडिन्छ टाउको यतापट्टि गर्ने हो अरे यसलाई सिफ्ट गर्ने हाम्रो अटोमेटिक रेडीवाला टेन्ट हो कि ए सिफ्ट गर्नु मिल्छ भइहाल्यो त्यो त हो कि मैले भिरालो जमिनमा अडिन्छ भनेको नि सुत्दाखेरि यसको काँटी पो लिएन नि यहाँ इसका अपने कील नहीं लाया ना ठोकने वाला था कील देखना पड़ेगा यार इसका कील हवा से उड़ जाएगा हामी इन्टरनेटमा चाहिँ यहाँ छैन है नेट चाहिँ इन्टरनेट थोरै मात्रै आउँछ उतातिर कता टिप्स इन्टरनेट चाहिँ यहाँ फ्री गराइदिनु पर्ने कि सरकारले है टोयलेटहरु यति दिएको छ यार हैन टोयलेट सबै त छ तर इन्टरनेट पनि यसो भइदियो भने राम्रो हुन्थ्यो कि भन्ने हो ल घर बनाइसक्नु साथीहरूले एकैछिनमा बनियो भने हो टेन्ट त एकैछिनमा लागिहाल्यो म त हेर्दा हेर्दै साथीहरूले घर बनाइसक्नु घर त बनियो नि एकदम खुसी लागेको छ है धन्यवाद यार राइसान म त स्पोन्सरमा आएको जस्तै नै हो नि खासमा पैसा नि सकिएको थियो कि मसँग अनि तपाईँले भनेपछि म त नभए त म आश छुट्टी नि फेरि मिलाएको थिएँ नि सिफ्ट चेन्ज गरेर आएर आज र भोलिको चाहिँ यस्तो कुराहरू भन्नुपर्छ नि त अनि म त जानमा आउनमा त फेरि लागेकै हो अलिकति सोचेर मैले सोधेँ कि तपाईँले यस्तो छ भने अनि त्यस्तै कुरा निस्क्यो फेरि यस्तै रहेछ है हुन्छ सबैले सम टाइम अभर गरेको हुन्छ कि धन्यवाद यस्तो मौकाहरू फेरि आउँदैन नि आउँदैन नि कहाँ आउनु त्यो त थाहा छ मलाई त्यही भएर के गरौँ जस्तो भइरहेको थियो संयोगले आइपुगे पनि बास बस्ने भइयो एक रातलाई जङ्गलमा टन्नै मान्छे छन् तर उनीहरूको चाहिँ मैले भिडियो खिच्न अलिकति मन लागेन यो जापानिजले प्राय के अरे फोटो खिच्नलाई अलिकति कन्जुसाइ मान्छन् कि टन्नै छन् मान्छेहरू यहाँ जङ्गलभरि ओ उडा करे उडी यार ल हेर्नुहोस् जापानमा कसरी चाहिँ जङ्गलमा बास बसिँदो रहेछ भन्ने कुरा यहाँनिर साथीहरूले रेडी तयारी गर्दै हुनुहुन्छ म चाहिँ हेर्ने मात्रै आज भन्नु चाहिँ मलाई पनि आउने खालको केही छ समय दिनुपर्छ म होइन ओहो एकदम राम्रो ठाउँ पाइयो है रुखको छारीमा शीतल पनि एकदम शीतल धेरै हल्ला चाहिँ गर्नु भएन है हामीले फेरि हल्ला गऱ्यो भने उनीहरूलाई डिस्टर्ब हुन्छ कम्प्लेन गर्छ पाउँछ हो साउन्ड एकदम गायब नै भइहाल्छ कि आफै हो अरे एक स्टोन चाहिँ ठोको स्टोन चाहिँ ऐसे नहीं जाएगा के पो भनेको यसको म कहाँ गयो स्ट्यान्ड यो बनाउनु पर्यो जुनको म